Dun, dun, dun. Hey guys, beautiful people, welcome back to my YouTube channel. It's me, Yasti Talker, new day, new vlog guys. अब आजको भिडियो चाहिँ म चाहिँ यहाँ फाराममा छु. सो आजको भिडियो चाहिँ हरियाली हरियाली दामी बन्नेवाला छ हैन. पुरमा फारम आइसकेको छु. हाम्रो घर चाहिँ यो भयो, स्याउ राख्ने फारम, सब अन्नसन्न राख्ने यही नै एउटा स्टोर जस्तो हो, घर नै हो. पुरमा फारममा आइसकेको छु. धेरै लङ टाइम पछि 7 महिना 8 महिना पछि आएको छु हैन. अनि म यहाँ आज चाहिँ के गर्न आएको छु नि, स्याउको फारममा चाहिँ घोगा मकै आलु छ. यहाँ सिमी पनि छरेको छ. सिमीलाई र मकैलाई आलुलाई पानी लगाउन आएको छु, स्प्रिङ्कलर लगाउन. अनि यत्रो फारम छ, पुरै पानी नपरेको सताइरहेको छ, त्यही भएर म पानी लगाउन आएको छु. अनि आजको भिडियो चाहिँ म यही फारममै बितेको भिडियो हाल्नेछु. सो अनि गाइस आज अब काम चाहिँ निरन्तर गर्नुपर्ने हुन्छ. पाइप साइप कहाँ छन् सब खोजखाज गर्नुपर्ने हुन्छ. 6 महिनापछि आएको छु म सिधै. 6-7 महिना लगभग 8-9 महिना जति 8 महिना जति भयो होला. धेरै दिनपछि आएको छु. यहाँको टी चाहिँ ल्याउनु पऱ्यो, 2 स्टिमर लाउनु पर्ने छ. फारम चाहिँ के हो है गाइस, स्याउ चाहिँ अहिले पहिला जस्तो छैन, पहिला जस्तो छैन, धेरै कम छ स्याउ. त्यही भएर चाहिँ 2टा टीमध्ये कुन हो, 2टा टीमध्ये कुन हो, यो दुवै टी लगाउँ. स्याउ चाहिँ धेरै छ अहिले है. स्याउ चाहिँ रुट चाहिँ धेरै छ. स्याउ फेरि स्याउ खाने स्याउ धेरै छ भनेको होइन, फेरि ऊ चाहिँ बुट्टा चाहिँ धेरै छ. लगभग 80-90 बुट्टा जति स्याउ चाहिँ धेरै छ. लगभग अहिले चाहिँ फल्नु चाहिँ खाने स्याउमा धेरै कम फलेको छ. बुट्टा चाहिँ धेरै छ. के गर्नु, अहिले 80 गर्दा सब झाऱ्यो. अब यो गर्नुपर्ने हुन्छ. अब पाइप ल्याउनु पऱ्यो, एउटा यता यहाँ लाउनु पऱ्यो, एउटा उता लाउनु पऱ्यो. 2टा चाहिँ लाउनु पर्ने होला. केही छैन, पाइप खोल्नु पर्ने हुन्छ. मैले पाइप एउटा पाइप उता छ जस्तो लाग्यो, के पाइप होला सायद होइन. पुरै यस्तो दामी छ क्या, पुरै हेर्न सक्नुहुन्छ होइन. पुरै दामी छ होइन. पुरै यस्तो हरियाली हेर्नु न, दामी छ क्या, धेरै दामी छ. कहाँ छ क्या यो त. यही हो एउटा छोटो पाइप, यही लगाउने हो, यही लगाउने हो. यसलाई चाहिँ यही लगाउने हो. अब अर्को पाइप ल्याउनु पर्ने भयो मैले चाहिँ. हेर्नु न कस्तो दामी. ल गाइस रेडी भइसक्यो होइन. माथि नै रेडी भइसक्यो, अनि एउटा उता रेडी भइसक्यो. 2टा स्प्रिङ लाउनु भएको छु. अनि पानी चाहिँ यहाँ छ, रेडी भइसकेको छ. अब जोड्नेमा के छ, जोड्ने र रिग्नेमा आयो होइन. राइक अब कहाँ जान्छ पानी, अगाडि जाँदा गयो. उता पहिला यो ठुलो पाइपमा लामो पाइपमा जान्छ क्या पहिला. ए भर्खर यहाँ पुगिरहेको छ. त्यो रिगिन त किन हो, किनभने उरीको बल्लै हिँडेको उताको त भ्याउँदै भएन यार. उयो एकछिन यताको पाइप बुझ्नुपर्छ नि, रिक्छ यता त. ल उता त भर्खर त यहाँ पुगेर बल्ल रिग्न लाग्यो. रिगो ल, 2टै रिगो. ल सक्सेस भयो 2टै. ल यो सक्सेस भयो. मासले उता छुटिसक्यो यार. हेट यही हुन्छ क्या फेरि यार पूर्वलामा हेट. ल गाइस मैले चाहिँ स्प्रिङ लगाइसकेँ होइन. यहाँ स्याउमा चाहिँ लगाइसकेँ मैले, मकैमा लगाइसकेँ.
दुईटै स्प्रिङ लगाइसक्यो ठुलो पानी आउँछ क्या पानी चाहिँ यहाँ एउटा यहाँ छ यहाँसम्म फालिरहेको छ पानी चाहिँ छिट्टो चाहिँ यहाँ भिजेर है यस्तो भइरहेछ अनि एउटा चाहिँ यता यो चाहिँ बब्बाल रिगिरहेको छ किनकि छोटो पऱ्यो नि त यो लामो पाइप परेर खासै रिगेको छैन त्यो चाहिँ छोटो पाइप दामी रिगिरहेको छ त्यो चाहिँ होइन अब यहाँसम्म हानिरहेछ छिल्का पानी स्याउ चाहिँ हेर्न सक्नुहुन्छ स्याउ चाहिँ यही हो हाम्रो स्याउ चाहिँ हाम्रो आज हाम्रो यो फारमको स्याउ यता दामी स्याउ रुखै भरिसक्यो स्याउ होइन स्याउ छ अनि अहिले यो चाहिँ फेरि हरियो स्याउ हो यसलाई भन्छ गोल्डन स्याउ रोयल स्याउ चाहिँ उता छ रोयल चाहिँ यो भयो रोयल चाहिँ खासै फलेको छैन अहिले दिएको होइन जस ठिकै छ भनौँ त्यो चाहिँ आफूले खाने जति स्याउ चाहिँ छ अहिले फलेको छ त्यति साह्रो चाहिँ फलेको छैन होइन ठिकै छ खाना लागि पुगिहाल्यो नि होइन अनि यही हो यो चाहिँ आलु हो दामी फुल फुलेको छ हेर्न सक्नुहुन्छ दामी फुल फुलेको छ आकाशबाट पनि पानी परेको छ म चाहिँ स्याउ टिपेर खान्छु कतिको मिठो रहेछ हेर्छु है त फारम चाहिँ ठुलो छ है एकदम स्याउ फल्यो भने स्याउ खान सक्दैन अहिले स्याउ यो फारमको छ फेरि यस्तो छ क्या यहाँ चाहिँ मकै फलेको छैन यता चाहिँ फलेको छ यो यता फलेको छैन के हो यार किनकि यो रुखले गर्दा हो होइन ठिकै छ हाइट हेर्न सक्नुहुन्छ मैले स्याउ खाएको स्याउ यस्तो बबाद मिठो छ कि आँखामा दामी मिठो छ स्याउ स्याउ चाहिँ धेरै छ हाम्रो गोठ चाहिँ त्यो भयो घर अनि आधी भिडियो चाहिँ अब उताको चाहिँ देखाउँछु है त सबै निश्चुल पाउने हुन्छ अब चाहिँ म घर त्यो लागिसक्यो होइन त्यो काम पनि यहाँ भइसक्यो हावा बिग्ने रहेछ कि यस्तो भयो भने त कामै भयो नि त केही भिजेकै छैन यो यता त्यो उताको भिजेकै छैन अनि रिगेर जानुपर्ने हुन्छ यहाँ चाहिँ गेट लगाएर यो गेट लगाएर जानुपर्ने हुन्छ होइन यति सालमा भने 2082 12 महिना 20 गतेमा बनेको भनेपछि 12 महिना 20 गते बनेको भने चाहिँ कति पऱ्यो त 12 महिना भने चाहिँ ठ्याक्कै आफै गर्नुहोस् है त गाडी चाहिँ मैले लगाइसकेँ चाबी चाहिँ अब निस्किनु पर्ने हुन्छ यहाँदेखि है यही हो होइन निस्किनु पर्ने हुन्छ अब म चाहिँ अब जान्छु ल गाडी चाहिँ अब कामसम्म बनिसक्यो तल फेरि तल अर्को काम छ फेरि अब हेर्न सक्छ यहाँको फुल चाहिँ फेरि बबाल छ अर्को फुल चाहिँ दामी चाहिँ यसको फुल चाहिँ नाम थाहा चाहिँ भएन बबाल छ यसको फुल चाहिँ फेरि झकमक